ओइ नहाँस्न ओइ मलाई यो मन्तव्य राख्न लागि बोलाउनु भएको कार्यक्रम सञ्चालकज्यूलाई धन्यवाद। सबैलाई जय मसी तथा नमस्ते। मेरो नाम भावना बादी, मेरो घर कैलाली बल्छौँ। सर्वप्रथम यस कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका सभा उपाध्यक्ष, प्रमुख अतिथिज्यू, मञ्चमा आसन ग्रहण गर्नुभएको सबै सम्पूर्ण अतिथिज्यू र मसँगै अध्ययनतर मेरो मित्रहरूलाई मेरो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आज मिति 82 साल, आज मिति 2082 2 महिना 5 गते हुन गइरहेको यस कार्यक्रममा मलाई मन्तव्य व्यक्त गर्न दिनुभएकोमा म अत्यन्तै खुसी छु र आभारी छु। विशेष त हाम्रो घर नेपाल यो एउटा संस्था नभई एउटा सङ्गठन मात्र नभई हाम्रो उज्यालो भविष्य देखाउने एउटा स्थान हो जहाँ हामी आफ्नो असल गन्तव्य पाइरहेका छौँ। मेरो घरको आर्थिक अवस्था कमजोर थियो। मलाई हाम्रो घर नेपालले उद्धार गरेको कारण म अत्यन्तै खुसी छु। म मात्र नभई मेरो जातिको धेरै मानिसहरूलाई उद्धार गरेर अहिले नयाँ जीवन राख्न देख्न पाएका छौँ। हामीलाई हौसला, माया, सहयोग गर्दै अगाडि बढाउने हाम्रो घर नेपालको कर्मचारीहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु, किनभने उहाँहरूकै कारण हामी यहाँ छौँ। मेरो पढाइको कुरा गर्ने मेरो 12 अहिले सकिएको छ। धेरै खुसी लाग्छ मलाई हाम्रो घर नेपाल देखेर, किनभने उहाँहरूले हामीलाई असल शिक्षा र दीक्षा दिनुभएको छ। अन्तिममा यही भन्न चाहन्छु, म उहाँहरूको मेहनतलाई यतिकै खेर जान दिँदिनँ कि म आफूबाट हुने मेहनत गरेर म जस्तै दुखी र गरिबलाई सहयोग गर्न पाऊँ भन्दै आजको मन्तव्य समाप्त गर्न चाहन्छु।